नमस्ते साथीहरु, आज म तपाईलाई थाइल्यान्डको अनलाइन टुरिस्ट भिजा कसरी आवेदन गर्ने र यसको लागि आवश्यक डकुमेन्टहरु के हुन् र आवेदन प्रक्रिया के हो यसको बारेमा छोटो जानकारी दिन गइरहेको छु। सर्वप्रथम तपाईसँग आवश्यक डकुमेन्टहरु तपाईसँग 6 वटा डकुमेन्ट आवश्यक पर्नेछ, जुन भनेको नम्बर 1 पासपोर्टको स्क्यान कपी, नम्बर 2 तपाईको नागरिकताको स्क्यान कपी, नम्बर 3 तपाईको डिजिटल फोटो विथ व्हाइट ब्याकग्राउन्ड, नम्बर 4 3 month बैंक स्टेटमेन्ट विथ मिनिमम बैंक ब्यालेन्स 1 लाख अथवा सोभन्दा माथि, नम्बर 5 ट्राभल आइटिनरी अथवा फ्लाइट टिकट आइटिनरी पनि भन्छ यसलाई, र नम्बर 6 भनेको होटल बुकिङ। तपाईसँग यति डकुमेन्टहरु भइसकेपछि तपाईले थाइल्यान्डको भिजा थाई एम्बेसीको पोर्टलबाट गएर आवेदन गर्न सक्नुहुनेछ। भिजा एप्लिकेसन सबमिट भइसकेपछि एउटा पेमेन्ट रिसिप्ट तपाईले प्राप्त गर्नुहुनेछ, जसलाई तपाईले प्रिन्ट गरेर तपाईको पासपोर्टको स्क्यान कपीलाई पनि प्रिन्ट गरेर ग्लोबल आइएम बैंकको जुनसुकै ब्रान्चमा गएर म्यानेजर चेक बनाउनु पर्ने हुन्छ। म्यानेजर चेक बनाइसकेपछि तपाईले फेरि म्यानेजर चेक र पेमेन्ट रिसिप्ट लिएर थाई एम्बेसीको काउन्टरमा गएर सबमिट गर्नुपर्ने हुन्छ। र अब यति भइसकेपछि 5 देखि 7 दिनमा तपाईले थाइल्यान्डको टुरिस्ट भिजा तपाईको इमेल अथवा तपाईले एप्लाई गर्नुभएको पोर्टलमा प्राप्त गर्नुहुनेछ। यदि तपाईहरुलाई यो सम्पूर्ण प्रक्रिया अलिकति झन्झटिलो लाग्छ, समयको अभाव छ भने हामी स्पिडी टुरिज्मले फुल प्याकेजमा मात्र रु 6500 मा तपाईलाई घरमै बसी थाइल्यान्डको भिजा प्रदान गर्दै आएका छौं। यसको लागि जम्मा तपाईले हामीले 4 वटा मात्र डकुमेन्ट दिए पुग्छ, त्यो पनि व्हाट्सएप अथवा इमेलबाट हामीलाई सेन्ड गर्न सक्नुहुनेछ। त्यो भनेको नम्बर 1 तपाईको पासपोर्ट स्क्यान कपी, नम्बर 2 तपाईको नागरिकताको स्क्यान कपी, नम्बर 3 फोटो भइहाल्यो, नम्बर 4 बैंक स्टेटमेन्ट विथ मिनिमम 1 लाख क्लोजिङ ब्यालेन्स र 3 महिनाको बैंक स्टेटमेन्ट यदि प्रदान गरिसकेपछि हामीले घरमै बसी तपाईलाई थाइल्यान्डको भिजा प्रदान गर्न सक्नेछौं। मैले कन्ट्याक्टको लागि कन्ट्याक्ट नम्बर कमेन्ट सेक्सनमा हालेको छु, उक्त नम्बरमा तपाईले व्हाट्सएप पनि गर्न सक्नुहुनेछ। हस्त, धन्यवाद।